Let's go! Fighting my biology! हजुरआमाले डम्बेल उचालेको देखेर तपाईँलाई अचम्म लाग्यो होला किन यो बुढी मान्छेलाई यत्रो दुःख दिएको भनेर। तर तपाईँलाई थाहा छ 30 वर्षको उमेर पुगेपछि मानिसको जिउको मसल अर्थात् मांसपेशी नेचुरल रूपमा घट्न थाल्छ, क्षय हुन थाल्छ र यसले मानिसको जीवनमा प्रत्यक्ष असर पार्न थाल्छ, शारीरिक रूपमा कमजोर हुँदै जान्छ। आज म तपाईँलाई बताउने छु कसरी यस्ता असरहरू कम गर्न सकिन्छ र किन युवा युवतीदेखि बुढाबुढीसम्मले अब पेन र ल्यापटप मात्र होइन डम्बेल पनि उचाल्नुपर्छ। म डाक्टर राज, यो च्यानल विज्ञान सिज्ञान र म यसमा हेल्थ, स्वास्थ्य, फिटनेस सम्बन्धी एभिडेन्स बेस्ड अवधारणाहरूलाई भिडियोको रूपमा प्रस्तुत गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। मसल अर्थात् मांसपेशी हाम्रो शरीरको सबभन्दा ठुलो अङ्ग। हिँड्ने, दौडिने, उफ्रिने यी सबै मसलकै कारणले सम्भव हुन्छ। जोड्नीलाई पनि यसले थेक्छ। मसल युजली 30 वर्षको उमेरसम्म पिक अवस्थामा हुन्छ, त्यसपछि यसको क्षय हुने क्रम बढ्न थाल्छ। अर्थात् सरल भाषामा भन्ने हो भने हाम्रो मसलमा सधैँ बन्ने र टुट्ने प्रक्रिया चलिरहेको हुन्छ। 30 वर्षको उमेरसम्म मसल बन्ने प्रक्रिया धेरै हुन्छ र 30 वर्षपछि टुक्रिने प्रक्रिया धेरै हुन्छ र औसतमा भन्दा वर्षको 1% हाम्रो मसल क्षय हुन्छ। सुन्दा यो नम्बर सानो लाग्छ, तर यो तपाईँको चल्ती खाता जस्तै हो। तपाईँले निकाल्ने मात्रै गर्नुभयो, हाल्ने गर्नु भएन भने तपाईँको खाता के हुन्छ तपाईँलाई थाहै छ। यो ग्राफमा देखाए जस्तो उमेर बढ्दै जाँदा मसलको क्षमता घट्ने दर झन बढ्छ। यस हिसाबले 70-80 वर्ष पुग्दा मसलको क्षमता 30 देखि 50% घट्न सक्छ। र यसको असर के हुन्छ त? चाल सुस्त हुन्छ, सामान्य काम गर्न गाह्रो हुन्छ, सामान्य सामानहरू बोक्न सक्ने क्षमता घट्छ, क्वालिटी अफ लाइफ घट्छ र पहिले आफू एक्लै इन्डिपेन्डेन्टली गर्ने काममा अब अरूको मद्दत चाहिने हुन सक्छ। जब मसल कमजोर हुन्छ, जोड्नी पनि कमजोर हुन्छ, भार धान्न सक्दैन, पीडा हुन्छ। सुरुमा यसका असरहरू थाहा नहुन सक्छन्। पहिले बुरुक्क उफ्रेर भर्याङ चढ्ने मान्छे अब बिस्तारै धीमा गतिमा भर्याङ चढ्ने हुन सक्छ। कोही मान्छे आफ्नो जोर्नी पनि समाउन सक्छन् र विशेष गरेर यसले क्वालिटी अफ लाइफमा असर पार्छ। अब गर्ने के त? उमेर त घटाउन सकिँदैन, तर मसल लसलाई पनि कम गर्न सकिन्छ र यसबाट देखिने शारीरिक लक्षणहरूलाई पनि कम गर्न सकिन्छ र त्यसको एउटा प्रभावकारी उपाय हो स्ट्रेन्थ ट्रेनिङ। अर्थात् जिममा गएर बारबेल, डम्बेल उचालेर गरिने एक्सर्साइजहरू या घरमै आफ्नो बडी वेट युज गरेर गरिने एक्सर्साइजहरू जस्तै पुसअप, पुलअप इत्यादि। यस्ता एक्सर्साइजहरूले तपाईँलाई स्ट्रोक बनाउँछ, तपाईँको मसल मास बढाउँछ, मसल क्षय हुने दरलाई कम गर्छ र हड्डी र जोर्नीहरूलाई पनि बलियो बनाउँछ। अब यो ग्राफमा हेरौँ, निलो धर्कोले एक्सर्साइज नगर्ने मानिसको मसलको क्षमता कसरी उमेर बढेसँगै कम हुँदै जान्छ भनेर देखाउँछ भने रातो धर्कोले एक्सर्साइज गर्नेको मसल क्षमता ह्रास भएको देखाउँछ। 40 वर्षको उमेरमा हेर्नुभयो भने यो पहिलो डेटा पोइन्ट, एक्सर्साइज गर्नेको मसल क्षमता नगर्नेको भन्दा लगभग 30% बढी छ। हरेक उमेर समूहमा एक्सर्साइज गर्ने मान्छे बेटर देखिन्छ। यद्यपि यो उमेर बढेसँगै यो जुन फरक छ त्यो कम हुँदै जान्छ, यो नेचुरल हो। अब इन्ट्रेस्टिङ पार्ट हेरौँ, यो हरियो धर्का। एक्सर्साइज गर्ने 80 वर्षको मान्छे र एक्सर्साइज नगर्ने 60 वर्षको मान्छेको क्षमता लगभग बराबर छ। एक्सर्साइज गर्ने 60 वर्षको मान्छे र एक्सर्साइज नगर्ने 40 वर्षको क्षमतामा थोरै मात्रै फरक छ। सोच्नुहोस्, एक्सर्साइजले तपाईँलाई लगभग 15-20 वर्षको फरक ल्याउँछ। उमेर नरोके पनि बुढौली रोक्ने योभन्दा गतिलो उपाय के हुन सक्छ? अब स्ट्रेन्थ ट्रेनिङ कसरी गर्ने? आफ्नो जिउले जति सक्छ त्यति तौलबाट सुरु गर्नु होला र बिस्तारै बढाउँदै जानु होला। त्यसलाई प्रोग्रेसिभ ओभरलोडिङ भनिन्छ र मसल बढाउनको लागि प्रोग्रेसिभ ओभरलोडिङ एकदम जरुरी छ। सरल भाषामा भन्दा तपाईँको मसल अल्छी हुन्छ, तपाईँले फोर्स नगरिकन त्यो मसल बढ्दैन। अब यदि तपाईँ जिम जानुभयो भने अरूसँग तुलना नगर्नु होला। तपाईँको प्रतिद्वन्दी भनेको तपाईँ मात्रै हो। डाक्टरी परामर्श बिना जिम जोइन नगर्नु होला। यसै गरी जिममा एक्सर्साइज रेजिमेन्ट सुरु गर्नुभन्दा अगाडि कुनै सर्टिफाइड वेल ट्रेन्ड मान्छेको सुपरभिजनमा मात्रै गर्नु होला। यो मेरो पर्सनल एक्सपिरियन्सबाट पनि भन्दैछु, नभएदेखि तपाईँलाई इन्जुरीहरू मसलमा या जोर्नीमा इन्जुरी हुन सक्छ। मसल बढाउनको लागि अर्को इम्पोर्टेन्ट कम्पोनेन्ट भनेको तपाईँको खानामा डायटरी प्रोटिन हो। नेपाली खाना हेऱ्यो भने टिपिकल खानामा प्रोटिन अलि कम देखिन्छ र यसबारेमा म अर्को एउटा भिडियो फेरि बनाउने नै छु। धेरै नेपालीहरूले भन्नुहुन्छ
म हिँड्छु मेरो एक्सर्साइज पुगेको छ, म भन्छु हिँड्नु राम्रो हो तर हिँडेर मात्र एक्सर्साइज पुग्दैन र यसबारेमा म एउटा छुट्टै भिडियो लिएर आउनेछु। आजको भिडियोको सार हो जिमले ज्यान बनाउने मात्र होइन जोगाउने पनि गर्छ। यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला र कमेन्टमा लेख्नुहोला कस्ता खालका भिडियो तपाईँ चाहनुहुन्छ। वान्स अगेन म डाक्टर राज, यो हो विज्ञान सिज्ञान। नमस्ते।